यात्रा सुरु भयो हाम्रो है धेरै बाद 6 वर्षको अन्तरालमा हैन र अब कहाँ जाँदैछ होला अब यसबाट गीत गाउन सक्नुहुन्छ तपाईले ल अब लाग्दैछु इमिग्रेसन पट्टि है ल है कोसे आइपुग्यो कल चाहिँ हामी बाटोमा रोकिरहेको छौँ है गाडी अगाडि छ यहाँनिर हामीले लिएर आएको थियो छाताहरू लिएर आएको थियो टेबलहरू हो उयोनिर हाम्रो त्यहाँ चिया खाना पाक्दैछ यहाँ चाहिँ अब ग्लास पनि रेडी भयो हाम्रो त्यो अब चिया पाक्यो होला हेर त एकपल्ट यहाँ छ कोकमा हो होटल सम्राटमा आइपुग्यो लाहानमा है आजको हाम्रो फर्स्ट डेको जर्नीको स्टे चाहिँ हुनेवाला छ मर्निङ एभ्रिवान अब हामी यहाँ लाहानबाट निक्लिन आँटेको है पोखरातर्फ लाग्नु आँटेको बिहानको 7 बजेको छौँ र यहाँ विकास भाइ अलिकति बिजी हुनुहुन्छ अहिले एकदम 60 रुपियाँ किलो हामी हेडोडा आइपुग्यो है सो दिस इज द रोड टु हेडोडा मजाको प्लान्ट सिटी रहेछ सानोमा आउँदा यस्तो भएको थिएन अहिले मजाको भएको रहेछ गरम चाहिँ जुलुमै रहेछ अब चाहिँ हेडोडा क्रस भयो र अहिले चाहिँ अब हामी है थकाली खान आइरहेको छौँ on the way to ब्रिज हो र ल्यान्डस्केप हामी बाटो चाहिँ दामी रहेछ है मुङलिन आइपुग्नु आँट्यो है मुङलिन चाहिँ आइपुग्नु आँट्यो तपाईँको चाइनिजले बनाइदिएको है सबै चिसेन्सी शान्तिको भूमिका थियो पेट्रोल पम्प हो कि त देब्रे पोखरा 90 किलोमिटर काठमाडौँ 110 भइगयो त अन्त देब्रे हो पोखरा थाहा रहेछ मलाई यति छ 90 किलोमिटर अब यहाँको ब्रिज आउँछ ल मुङलिनको ब्रिज कि चाहिँ अब शिवम सिमेन्टको बोर्ड रहेछ त्यो के अरे त्यो ए के भन्छ क्या त्यो बन्द बसेको नि आमा डेड रहेछ है एउटा थोड़ा स्लो अच्छा निक्लेको भिडियो अलि पोखरा आइपुग्यो है अब हामी लेक साइडमा छौँ आइपुग्यो हामी त पोखरा नाइट भ्यू अफ फेवा लेक केटाले चिसो हावा खाँदैछ यहाँ the nightlife in Pokhara and we are enjoying a lot. है फेरि यात्रा सुरु भयो अब हामी जाँदैछौँ बागलुङतर्फ र होटल चेकआउट गरिसक्यो
सो अब यहाँबाट चाहिँ बागलुङपट्टि लाग्ने यो चाहिँ पोखरा हाइवे हेडिङ टुवर्ड्स हामी एउटा ट्र्याक रुटमा छौँ है र यो ब्रिज देख्नु हुँदैछ यो चाहिँ एउटा गाउँ जाने बाटो हो सो हामी चाहिँ यो बाटो गएर चाहिँ खोलाबाट तरेर आउँदैछ केटाहरू यहाँ अब ब्रिजमा हल्का उयो गर्दैछ है हल्का हामी हट गरिरहेको छौँ है एभ्री वान इज टायर्ड बागलुङ आइपुगेँ र ब्रिज पनि देख्नु हुँदै होला एसियाको हाइएस्ट ह्याङ्गिङ ब्रिज ओके अहिले चाहिँ अब हामीले बागलुङ क्रस गरिसक्यो है फेरि क्रस गऱ्यो अब हामी जाँदैछौँ जुमजुमतर्फ त्यो पनि लगभग 10 किलोमिटर कभर हुन्छ है हो तल देख्दै गरेको चाहिँ कालीगण्डकी रिभर गाला त्यस्तो छ है र यो चाहिँ हाम्रो रुखहरू काटेको छ यहाँनिर चिल्लो ढुङ्गा छ तर हामी आइपुग्यो तातो पानी कुण्ड है नेचुरल हट स्प्रिङमा आइपुग्यो अब यहाँनिर चाहिँ तातो पानी हेरेँ पुग्यो तातो पानी कुण्डमा तातो रहेछ नि यहाँ भएर यहाँ म हाल्दैछु खुट्टा हेर्नुहोस् ल एकछिन हालेको तातो त उम्लेको पानी जस्तो छ है भयो है त्यो चाहिँ एकदमै हामी छेउमा आएको छ अहिले पुग्यो है अघि अलिकति बात गरिहाल्यो र एउटा अचम्म परेको देखेँ कुलिङ सिस्टम यहाँनिर है निकै गरम भएकोले होला सायद यहाँ बसिरहेको छ र माथि छप्पर चिसो पार्नु लागि चाहिँ यहाँ पानीले एकदम भिजाइरहेको छ देख्नु हुँदैछ र जुम गरेर हेर्नु सक्नुहुन्छ हो कुलिङ उयोको लागि धेरै मन पर्यो सो अब हामी यहाँनिर भान्साघर आएको छौँ एडभेन्चर ट्रिपै हुँदैछ है हो गाडीले उदुम आउँदैछ गाडीको एडभेन्चर ट्रिप चाहिँ मजा आउँदैछ र हल्का पानीको थोपा जस्तो लाग्दैछ केटालाई भन्नुपर्ने रहेछ यो कुरो चाहिँ अब लन्च गरेर चाहिँ हामी यहाँ तातो पानीबाट अगाडि बढ्यो नाइस भ्यू लन्च भयो सबैको होइन हेभी लन्च यता अहिले सर हुनुहुन्छ देवी सर पछाडि हाम्रो फिन्चो सर अलिकति नाक बगाइरहेको छ म बस्न जान्छ कि आउनुहोस् है ल हाई चाहिँ गर न अन्त एकपल्ट चाहिँ साँच्ची भाइ खतरा छ नि गाडी
गाडी चलाउन सक्दैन पाहाडमा भन्थ्यो है यो बिहार गाडीमा देखिँदैछ स्टाइल चाहिँ फेमस चाहिँ वाटरफल्स रहेछ है हामी खतरा रहेछ वाटरफल्स पानी पनि ओभरै चिसो हो मजा आयो है मुस्ताङ भिजिटको लागि पोखराबाट घाँसामा आएर चाहिँ पर्मिट बनाउनु पर्दो रहेछ यो चाहिँ तपाईँको तातोपानीदेखि क्रस गरेर है त्यो फल्स क्रस गरेर तलबाट आउँदा त्यो बेनीबाट त्यो घाँसा भन्ने जग्गामा चाहिँ आएर पर्मिट बनाउनु पर्दो रहेछ आधार कार्ड चाहिन्छ है एउटा पासपोर्ट चाहिन्छ त्यो चाहिँ साथमा बोकेर आउनु पऱ्यो र भिजा भन्छ पनि लिएर आउनु पर्ने रहेछ यो चाहिँ अब हामी सेती खोलामा आइपुग्यो है हलिडे क्याम्पको चाहिँ अब यहाँ एकदमै फेमस उयो रहेछ अब हामी जङ्सनमा आइपुग्नु आँटेको है बाटोको नजारा हो हामी आइपुग्यो मार्फा भिलेजमा है गाडी त्यहाँ पार्क भइरहेको छ ओल्ड स्ट्रक्चर्स यहाँ चाहिँ लेखेको छ वेलकम टु टेम्परेचर 0 डिग्री वाव ह्युमिडिटी 0% टेम्परेचर 0 डिग्री रहेछ यहाँ अब हामी चाहिँ यहाँ बसेर चिया पिउनेवाला छौँ सो अब यहाँभित्र बसेर चाहिँ हामी चिया खानेवाला छौँ चाहिँ अब मार्फाको हल्का ल्यान्डस्केप देखाउनु खाइरहेको छु है मार्फाको हल्का ल्यान्डस्केप वा दाउरा सबै घरमाथि राख्दो रहेछ हामी मार्फा भिलेज एन्ट्री गर्नु आँटेको छु ओल्ड मार्फा भिलेज सो दिस इज द एन्ट्रेन्स ल स्कुटी लगाउनु दिइहाल्ने हामी एकदम यहाँ उयो छ माना रहेछ अब हुन्छ ल अब यहाँ माना घुमाउनु भएको छ हामी आउँदा अहिले र भित्र इन्ट्री भयो तर एक्सप्लोर गर्नु जाँदैछ अगाडि दरवाजा पनि दामी रहेछ पुरानो राखेको छु अहिले मार्फा भिलेजको है यहाँ जति सक्दो ल थाहा छ मलाई जिरीको गीत सुट भएको जस्तो लागेको यहाँनिर बाइकहरू चलाइँदैछ So we are having a walk. मेरो लागि चाहिँ अब यो एकदमै लाइफ म्युजियम टाइपको भइरहेको छ लाइफ है स्ट्रक्चर्सहरू हेर्दा के कति यो मार्फाको भित्रबाट चाहिँ तपाईँको होइन वे टु धलागढी बेस क्याम्प रहेछ डे 1 डे 2 डे 3 मा कति कति हाइट कभर गर्ने रहेछ सो यो बाटो गयो भने चाहिँ धलागढी बेस क्याम्प माथि चाहिँ गुम्बा रहेछ हो ओभरै दामी दामी जग्गा रहेछ है एकदमै मन पर्यो ओभरै दामी जग्गा आम्मामा के भन्नु अब यो जग्गालाई त वे टु हेभेन मजा आयो मार्फा दामी जुमजुम आइपुग्यो 12 बजी हावा सरर भन्ने जग्गा है र हाम्रो यहाँ गाडी धुल फस्ली भएको छ तर आइपुग्यो हामी यहाँ र दिस इज
एन्ट्री भ्यू अफ जुमसुम। यो हिमालको छेउमा चाहिँ घाम मजाले आइरहेको छ है। नाइट लाइफ इन जुमसुम र हल्का लाइटहरू बलिरहेको छ। हल्का मलाई यसको चाहिँ अब फुकेटको ओल्ड टाउनको याद आयो। त त्यतिको यहाँ झाङपिङ जुन छैन है, तर मजाको शान्ति जग्गा है। बिहानको निलगिरी माउन्टेन्सको भ्यू हल्का अब यहाँ सनराइज हुनु आँटेको छ र त्यो सनराइजको चाहिँ जुन चाहिँ तपाईँको त्यो किरण छ त्यो चाहिँ तपाईँको यतापट्टि आइरहेको छ है। अति उत्तम। ल गुड मर्निङ एभ्रिवान। बिहानको उज्यालोमा अब हामी मुक्तिनाथ टेम्पलपट्टि लाग्दैछौँ है, धार्मिक स्थलपट्टि। र यता पिछा देख्नुहुन्छ हाम्रोमा निलगिरी माउन्टेन्स छ। अब हामी लाग्ने हो माथि मुक्तिनाथ टेम्पलतिर। हल्का भ्यू तपाईँहरूलाई को लटपट्टि है, जहाँ पार्किङ छ। र यो चाहिँ कोल्ड डेजर्ट। अब यहाँ चाहिँ तपाईँको है देख्नुपर्छ, यो चाहिँ पार्किङ लटको ब्याक साइडमा छ। आइपुग्यो अब यहाँ चाहिँ छ हाम्रो एउटा गाडी बसिरहेको मजाले। है आइपुग्यो। यहाँबाट 124 मिटर्स चाहिँ उकालो हिँड्नुपर्ने रहेछ। दिस इज द 360 भ्यू अफ मुक्तिनाथ। यहाँ मन्दिर चाहिँ उकालो जानु पऱ्यो हिँडेर। र गाडी यहाँ पार्क भइरहेको छ। धन्यवाद छ गाडीलाई, हामी सबैलाई यहाँसम्म ल्याइदिनु भएकोमा। मुक्तिनाथ टेम्पलको गेटमा आइपुग्यो अब हामी। फाइनली हामी आइपुग्यो मुक्तिनाथ धाममा है। एकदमै श्रद्धालुहरूको भिड छ। आएर चाहिँ यहीँभित्र बसेर दर्शन गर्नु पऱ्यो है। सुरु हुन्छ 108, यसरी हुँदै जान्छ धारा है। धारा त्यसै मन्दिरको पछाडिपट्टि छ। वाउ एन्डिङ चाहिँ त जो रेडी जाउँ न। आउनु तिमी पनि छ। अच्छा आप किधर होगा? लगी ना करे? मैं पहले ही बोला। कर्पूर गौरम करुणावतारम संसार
यो चिज हो नि के हुँदैन बिच अब अलिकति त्यो मान्छे कुद्दै कारण त्यो त छ नि पक्रेको जस्तो हुँदो रहेछ है सबै त्यो उयो जस्तो लगाएर म डुब्की लगाएन हो कि गुड नामै बब मार्ली उयो भएछ So we are going to enter in to have a feel of little bit dragging. So म त तिम्रो बममा ल्याएर बसेको रहेछ भनेर आएको भाइ त्यो नदिन्छौ कि कफी है black coffee ल मलाई चाहिँ दुधको चिया ल दामी जग्गा म ल्याएको जग्गा ए ल थाम्छ थाम त कुनै उसलाई थाम न उसलाई भनेको चियर कुर्सी थामिदेऊ न उसको भनेको त्यसले गर्दा उकिन्छ त्यो चाहिँ माथिबाट हालिदिएको भए हुन्थ्यो ल ओके क्लोज भ्यू हाम्रो सर्फिङ यता हेरौँ न एकपल्ट आमा ल 9 भयो ल बाटो अलिक हाम्रो यो गाडीलाई एकदममा उहाँलाई पनि धन्यवाद छ सो दिस इज कागबेली चाहिँ डरलाग्दो चल्दैछ अब दुई हात पक्रेर बसिरहेको छु बस्नु हुँदै होला थुम्बा लेक एकदमै होली कलर यस्तो मिठो है अरू सेम छ नि त सेम भएर चाहिँ मलाई त्यस्तो लागेको नि याद आएको अबेरसम्म हामीले गाडी कुदायो र यहाँनिर वीरतान्ती भन्ने जग्गामा बसिरहेको छौँ र दिस इज द प्लेस वेयर वी स्टे यस्टरडे अब यहाँबाट चाहिँ फेरि हामी लाग्छौँ घान्द्रुकपट्टि गएको अब चाहिँ यो चाहिँ अब घान्द्रुक जाने बाटो रहेछ है किम्चे घान्द्रुक किम्चे चाहिँ हामी काटिरहेको अघिसम्म चाहिँ पिछे बाटो थियो अलिकति कति भन्दै तपाईँलाई जङ्गली मह थाहा छैन यहाँ माथि नै पायो रोटी है माथि त्यो डाँडा हामी सन्दुकबाट ओह्रालो कुद्दै आएर ठक्क आएर त्यहाँनिर चाहिँ खाएको गाउँ टाइप रहेछ डाँडा गाउँ टाइप ओभर लाग्यो मलाई यो चाहिँ
पुरानो बिग्रेको सामान दिएर चाहिँ स्टिलको ग्लास लैजाऊ अरे इमर्जेन्सी लाइट, बिग्रेको स्टिलको धाराको टुटी, बिग्रेको मोटर, बिग्रेको पंखा, मोटरसाइकलको बिग्रेको ब्याट्री, बिग्रेको ग्यासको रेगुलेटर, इन्भर्टरको बिग्रेको ब्याट्री, जलेको वायरिङको तार, बिग्रेको ग्यास चुला, बिग्रेको रन्जा मेसिन, बिग्रेको विदेशी लाइट, बिग्रेको मोबाइल, यी सबै सामान सिसाको गिलाससँग साट्न पाइन्छ नि। हेभी याद आयो मलाई साथै छक्का पञ्चक याद आयो 150 एम्पियरको ठुलो ब्याट्री पैसामा खरिद गर्न पनि सकिन्छ। साथसाथै कवाडी फलन सुपथ मूल्यमा खरिद गर्न पनि सकिन्छ। यो चाहिँ अब स्टेसन हो हाम्रो है। अब यहाँबाट चाहिँ हामी हिँडेर जान्छौँ। यहाँबाट चाहिँ हिँडेर जाने भएको छौँ र सनराइजले चाहिँ हामीलाई छोडेन। फेरि यहाँ पनि सनराइजै लिएको रहेछ र गाडी चाहिँ यहाँ राख्ने भएको छ हामीले सेफमा। यहाँबाट चाहिँ अब हिँडेर जाने भएको छौँ। अगाडि बढ्नै पऱ्यो। मुभिङ अहेड इन वुडन ब्रिज है। यो चाहिँ माथि मेरो झर्ना छ खोला छ यहाँ। अगाडि हिँडेर चाहिँ अहिले हामी डाँडा कभर गरिसकेको छौँ। यो डाँडामा चाहिँ एकजना मान्छे आउँदैछ। अब यो चाहिँ हाँसेर हो। ओके यता कुन चाहिँ खालको पछाडिबाट ल्याएको पनि देखाइदिइहाल्छ। बुलेटहरू बुलेट ब्युटिफुल भिलेज रे धानरुक। यो चाहिँ ग्यासमा छ। ओके यो चाहिँ बाटो भयो धानरुक छ नि। फर्स्ट होटल अफ धानरुक आफ्टर द एन्ट्रेन्स। र यहाँनिर साथीभाइ रेस्ट गरिरहेको छ। ओके हिँडेर बल्ल बल्ल हाम्रो डेस्टिनी आइपुगिसकेको छौँ। पहाडको चोटीमा छौँ हामी। र यो चाहिँ गुरुङ रेस्ट हाउस। हामी बस्ने स्नोल्यान्ड लजमा हो। यहाँ गुन्द्रुक सुकाइरहेको छ गान्तोकमा। गान्तोकमा चाहिँ गुन्द्रुक सुकाइरहेको देख्नुभयो होला आएर। सायद अब हामी बस्ने जग्गा हामी आइपुग्यौँ। ओके सो सोनान लजमा आइपुग्यौँ हामी। भ्यू चाहिँ यो रहेछ। यहाँबाट चाहिँ देख्छ भ्यू सनबाथ। सो दिस इज द प्लेस हामी बस्नेवाला छ। पिफा भिक्ट्री है आइपुग्यो। मजाको रहेछ है। अब हामी यहाँ रिसेप्सनमा पुग्यौँ। सो दिस इज अब डाइनिङ रुम। यहाँ चाहिँ बनफायर हुन्छ बेलुका। मजाले वरिपरि बनाएको रहेछ। वाउ एभ्रिवान आजको दिन अब हामी धानरुक टु पोखरा लाग्दैछौँ र आज हामीले साउथ अन्नपूर्ण देखिरहेको छौँ यो चुच्चोमा। समर भए तापनि यतिको देख्नु मौका मिल्यो हामीलाई है। अनि अब क्लाउड मुभ हुँदैछ। हामी अझै क्लियर हुन देख्न सक्छौँ। र यहाँ बिचमा पनि तपाईँले देख्नुहुँदैछ अर्को यो सबै अन्नपूर्ण रेन्जमा आयो तपाईँको है। र खाजाभुजा भइसक्यो। खाजाभुजाहरू लिइसक्यो। आज चाहिँ अलिकति बादल हटेर अझै क्लियर देख्न सक्छौँ भनेर हामी है।
र सबभन्दा मन पऱ्यो यो ढान्डुरको चाहिँ हामीलाई नामकरण है। जस्तो उकालो चढ्दै जानुहुन्छ ट्र्याकको रुटमा डिफ्रेन्ट कटेजेसहरू तपाईँ भेट्न जानुहुन्छ है। एन्ड एज पर द अब सिनेरिक भ्यू भनौँ अथवा लोकेसन भनौँ अल्टिट्युड भनौँ त्यो अनुसारले नाम राखेको रहेछ क्या। जस्तै अब अहिले हामी बसेको लजको नाम चाहिँ हो कटेजको नाम चाहिँ स्नो ल्यान्ड भन्ने रहेछ हो। अब यसलाई स्नो ल्यान्ड चाहिँ किन भन्यो है भन्दा अब माथि टाढामै छ निकै चोटीमै छ र अब यो तलबाट हेऱ्यो भने तपाईँको धेरै माथि आएको छौँ हामी है हिँडेर। र अब के भयो भन्दाखेरि यहाँ चाहिँ तपाईँको अब स्नो ल्यान्ड हुनु चाहिँ कारण चाहिँ माथि भयो। अब फर्स्टमा चाहिँ कस्तो छ भने एउटा जग्गा आइपुग्यो त्यहाँ हेरेर मैले प्यानोरामिक भ्यू कटेज अरे भ्यू दामी देख्दो थियो त्यहाँबाट है। अझ उकालो आयो हामीले पाइ हिल टप अब सबभन्दा माथि होइन हिलको। त्यहाँदेखि माथि गयो भने चाहिँ हिमालय, त्यहाँदेखिको चाहिँ आयो स्नो ल्यान्ड। अब त्यो टिक टिक मिलाएर राखेको रहेछ क्या तपाईँभन्दा पनि क्लियर देख्नु थालेको छ है। यतिको चाहिँ खोलिँदैछ माछा पुछर देखिँदैछ खोलिँदै आयो है। हामी बसेको लज चाहिँ यो हो है। र यहाँदेखि चाहिँ अन्नपूर्ण रेन्ज र यतिको चाहिँ देखेको सम्भवमा जुन महिनामा हामीले यतिको देख्नु पाएकै हो। अझै क्लाउडले अलिकति मात्रै प्रब्लम हुँदैछ नभए चाहिँ मजा आउँथ्यो। यो चाहिँ माछाको पुच्छर त्यसले गर्दा नामै भयो माछा पुच्छरै। यो चाहिँ साउथ अन्नपूर्ण रेन्ज हुँदैछ है गान्तोकबाट। सँगसँगै बिजी छ यहाँ। आफूले चाहिँ निकै ट्राभल गरेँ आज यो हप्ता 5 दिन चाहिँ ट्राभल गरेँ आफूले पनि हामीसँग है। थियो विचार त मेरो खै अब पैसा सक्यो ओह्रालो घोडामै जाने विचार गरेँ। फोटो खिच्न होइन घोडामा जाने विचार थियो अरे यहाँ ओह्रालो डोकोमा त होइन। अब यो खचरहरूलाई चाहिँ सिलिन्डर लिएर जाँदैछ ओह्रालो हो। आमामा ल सो दालचोक पनि पुगेर आयो। अब हामी ब्याक झर्दैछौँ मोदी रिभरपट्टि। त्यहाँ गएर चाहिँ हल्का अब अलिकति रिभर साइड इन्जोय गर्ने है। र एकदमै मजा आउँदैछ नेचर्स वक। दालचोक पनि दामी जग्गा रहेछ। लक्किली जुनको महिनामा पनि हामीले साउथ अन्नपूर्ण रेन्ज माछा पुच्छर देख्नु पायो। धेरै हर्ष उल्लास भयो देखेर है खुसी लाग्यो। अब फेरि एकपल्ट चाहिँ फ्यामिलीसँग पनि आउनु चाहिँ पर्ने रहेछ। र अक्टोबर नोभेम्बर डिसेम्बर इज द राइट मन्थ टु भिजिट दिस प्लेस बट एनिवेज वी अल्सो इन्जोयड। र यो जग्गा पनि दामी रहेछ। ध्रुवलाई एकपल्ट हात लगाइदिनु पऱ्यो ल। फेरि भेटौँ ल। लु अब गाडी ब्याक हुँदैछ। हामी आइपुग्यो मोदी रिभरमा है। र मोदी रिभरमा यहाँनिर अलिकति हल्का रेस्ट गर्दैछौँ। यहाँ सुनिल छ हाम्रो साथी है, यहाँ विलास भाइ छ हो। अन्त यहाँ सर्फ इन्जोय हुँदैछ उकालो गाडी पार्क भइरहेको छ। यताबाट दिपक कसर आउनुभयो मोदी रिभर फुल करेन्ट। है भित्र डेडली नजराहरू हुन्छ हो। पानीको थोपाहरू चुँदैछ। डुबा चाहिँ यस्तो हुन्छ है। लु लु अब पस्यो हामी कि भित्र अलिकति अन्धकार छ। फेरि लाइट मार
अन्धकार छ अन्धकारभित्र हिँडाइ हुँदैछ माथि लाइमस्टोन डिपोजिटहरू पनि हेर सबै लाइमस्टोन डिपोजिट हो ल लाइमस्टोन डिपोजिट सब यहाँ छ हो लु ल ल लु यता आउनु यता यो चाहिँ माथि चाहिँ लाइमस्टोन डिपोजिट छ हेर केटा दिस इज लाइमस्टोन डिपोजिट हट नानी हो शीतल छ है एसी टाइपको छ है लु 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 हो हामी के भित्र पसिसकेका छौँ झन्डै 30-40 किलोमिटर मिटर भनौँ भित्र पसेका छौँ ल तल हो नि तल रेजिस्ट्रेसन गरेको रहेछ यहाँ तल ल पुगेर हामी केबाट फर्किँदैछ हुनसक्छ हामी भित्र जाँदैछ अब है एकपट्टि सुनिल चाहिँ एकपट्टि उयो छ ल लु ढोकेर हामी नेपालको प्लेन साइडमा आएका छौँ जसको नाम चाहिँ बुटवल हो है र अब यहाँबाट चाहिँ अब हामी पोखराबाट यता आइपुग्यो अब यहाँबाट चाहिँ हामी लुम्बिनी जान्छौँ र फिलहाल चाहिँ अब अलिकति हल्लाइदिनुको लागि हामी यहाँ बसेको छौँ है अब हामी आइपुगेको छौँ लुम्बिनी है बिहान राति आइपुगेको अब हामी जाँदैछौँ भित्र घुम्नुको लागि है र यो चाहिँ रहेछ गेट नम्बर 1 त्यहाँदेखिको गेट नम्बर 1 500 मिटर्स लेफ्ट हिँड्यो भने चाहिँ पास बनाउनु पर्ने रहेछ भित्र घुम्नुको लागि पार्किङको लागि है प्राइभेट भेहिकल्समा चाहिँ सो वे गोइङ टु द्याट गेटमा कता पार्किङ टिकट देखाउनु पर्छ चाहिँ अनि हुन्छ यहाँतिर राख्दा पनि हुनुपर्ने है हेर्नुहोस् कति दामी जग्गा सो यो चाहिँ हो तपाईँको वाल पिस थाइल्यान्डको है टेम्पल रहेछ बुद्धको र यो चाहिँ खिचेको रहेछ तपाईँको लुम्बिनीमा रिप्लिका अफ थाइल्यान्ड उयो अनि यहाँ पनि रहेछ वाइट टेम्पल टेम्पल है अब यो चाहिँ कम्बोडियाको रहेछ बुद्ध टेम्पल अब चाहिँ हामी मायादेवी मन्दिर तर्फ लागेको हल्का पानी परिरहेको छ द मेन सिद्धार्थ गौतम बुद्ध वाज बोर्न है चाहिँ मेन मायादेवी मन्दिरमा आइपुग्यो हामी है नेपाल अब नेपाल बोर्डर हामी क्रस गर्दैछ है सुनेलीको बोर्डर सुनौलीबाट सो अब हामी इन्डिया पसे निक्लेको भाया गोरखपुर हुँदै मुजफ्फर हुँदै है दरभङ्गा हुँदै बिहार हुँदै सिलगढी लाग्ने अब हाम्रो यहाँको ट्रिप चाहिँ सकियो लुम्बिनी पनि घुमियो सो वी आर इन द बोर्डर नाउ अप्रोचिङ टुवर्ड्स इन्डिया बोर्डर भाया गोरखपुर टु मुजफ्फरपुर टु दरभङ्गा टु सिलगढी इन्डियाको फ्ल्याग है वेलकम टु इन्डिया लेखिरहेको छ सो अब हामी हल्का नबनाऊ है ड्राइभिङ अझै कन्टिन्यू गइरहेको छ हामी कुन चाहिँ जग्गा आइपुग्यो अरे बेतेलिया भन्ने जग्गा आएको छ है भर्खर फ्युल ट्याङ्क फेरि भरे योसँग हामीले भरेको 5 टाइम्स भइसक्यो अझै मेबी 1 मोर टाइम रिक्वायरमेन्ट छ सो कालिम्पोङ आइपुगिसक्यो है र कालिम्पोङको फर्स्ट
अब यहाँ पुऱ्याउनु लागि चाहिँ फिन्जो लागिरहेको छ पुऱ्याउनु जाँदा गर